माई डियर फ्रेन्ड्स, कुनै पनि मान्छे यसरी बिहान बिहान माघको जाड महिनामा 5 बजे नै यत्रो ठुलो भारी बोकेर हिँड्नु परेको हुँदैन। हरेक त्यो भनेको रहर होइन, बाध्यताले हो। त्यसैले हरेकको आफ्नै निडहरू हुन्छ होइन, कसैको केही कसैको केही कसैको केही। यात्रामा सबै मान्छे कुदिरहेको हुन्छ। त्यसैले माई डियर फ्रेन्ड्स, समयलाई एकदमै प्रायोरिटीमा राख्नु भएन भनेपछि कसैलाई पनि इम्प्याक्ट गर्ने होइन, त्यो स्वयं तपाईँ आफैलाई इम्प्याक्ट गर्ने हो। त्यसैले लाइफमा एउटा कुरा याद राख्नुहोस् होइन, कुनै पनि देश समृद्ध विकास हुनको लागि त्यो देशको कानुन नियम कडा हुनुपर्छ, एकदमै कडा हुनुपर्छ कि तपाईँले हेर्न सक्नुहुन्छ, दुबईलाई हेर्न सक्नुहुन्छ त्यसको लागि। र कुनै पनि मान्छे सफल बन्नको लागि नि त्यसको डिसिप्लिन भनेको एकदमै इम्पोर्टेन्ट छ कि। डिसिप्लिन भन्ने बित्तिकै हाम्रो टिचरहरूले के चिज सिकायो थाहा छ? तिमी अनुशासित हुनुपर्छ, तिमीले होमवर्क चाहिँ गरेर आउनुपर्छ, तिमी युनिफर्ममा आउनुपर्छ, तिमीले हरेक सब्जेक्ट चाहिँ पढ्नुपर्छ होइन। यही यावत कुराहरू सिकायो। त्योभन्दा धेरै त तपाईँहरूलाई केही मलाई लाग्छ सिकाएन जस्तो हुन्छ। तर त्यति मात्रै डिसिप्लिन होइन। डिसिप्लिन भनेको नि तपाईँ सुत्दाखेरि पनि त्यहाँ डिसिप्लिनको रोल हुन्छ, तपाईँ उठ्दाखेरि पनि डिसिप्लिनको रोल हुन्छ, तपाईँ हिँड्दा पनि, हरेक कुरा तपाईँ बोल्दाखेरि पनि, इच एन्ड एभ्री टाइम के। सपोज मानौँ तपाईँ आज 5 बजे उठ्नुभयो एक दिन, अर्को दिन तपाईँ 9-7 बजीसम्म सुत्दिनु भयो, त्यहाँ डिसिप्लिन तपाईँले त्यसलाई निभाउनु भएन कि। त्यसले नि तपाईँलाई के हो भने थाहा छ। तर तपाईँको भित्री मनले म 5 बजे उठ्नुपर्छ, काममा जानुपर्छ भन्छ कि होइन, भित्रीले। तर बाहिर तपाईँको मनले के भन्छ, आज त हो नि शनिबार हो नि, कलेज पनि छैन, यो पनि छैन, अलिकति 6-7 बजे सुत्दिउँ न भनिदिन्छ कि। तपाईँ के हुनुभयो थाहा छ? तपाईँको मनको सेक्युरिटी गार्ड भएर बस्नुभयो। जब त्यो च्यालेन्जलाई तपाईँ एक्सेप्ट गरेर त्यसलाई बाहिर निस्किन सक्नुहुन्न नि, त्यो च्यालेन्ज एक्सेप्ट गरेर, तबसम्म तपाईँलाई त्यो भित्र नै राखेर बस्नुहोस्। सो माय डियर फ्रेन्ड्स, मैले पनि मिस्टेक गरेँ, जस म पनि केही कुराहरू सिक्दैछु। आई एम नट इन्टेलिजेन्ट, आई एम नट ह्यान्डसम, आई एम नट परफेक्ट, बट मेबी ट्रु आई एम नट फेक।